यो स्कुलमा अध्ययनरत एकजना छात्रा बलात्कृत भएर उनीबाट गर्भ समेत बसेर बच्चा समेत जन्मिसकेको छ। अब उहाँको अभिभावक हुनुहुन्छ। यो विचाराधीन भएको मुद्दामा हामी प्रवेश गर्दैनौँ अहिले, तर यहाँ अर्को कुरा रहेछ। यो स्कुलको आन्दोलनसँग सम्बन्धित अर्को कुरा छ। अभिभावकले अर्को एउटा गम्भीर कुरा यहाँ राख्नु भएको छ। त्यस कारणले गर्दाखेरि अभिभावकसँग म यो विषयमा थोरै बुझ्न चाहन्छु, तर उहाँको परिचयलाई गोप्य राखेर। नमस्ते, तपाईँको नाम नभन्नु होला। अनि तपाईँको नानीको अवस्था के छ अहिले? नानीको अवस्था, नानी बच्चा भएको छ। नानीले 8 महिना भइसक्यो। बाबु स्कुलमा आउँदाखेरि हाम्रो प्रिन्सिपल सरले धम्काउनु भयो, थर्काउनु भयो, अदालत हिँड मसँग लड्ने भनेर भन्नुभयो। हामीले त्यो त अब थाहै छैन सर। अब अनि त्यहाँबाट के भन्नुहुन्छ, त्यो केटा होइन अर्को केटालाई हो, अर्को केटालाई फसाउनु पर्ने, त्यो केटालाई भन्न नपर्ने। अर्को म जान पाएँ त अदालतमा म नानीसँग भेट हुन पाएँ त मैले अर्को केटा देखाउँथेँ नि भनेर भन्नुभयो सर। हामीलाई धम्काइयो, थर्काइयो सर। हामी स्कुल तपाईँको छोरी स्कुलभित्रै हो? हजुर, स्कुलभित्रै हो। मैले थाहा पाएको त 8 महिनापछि। 8 महिनापछि थाहा पाउनु? मतलब घटना घटेको पनि स्कुलमा हो? हजुर, घटना घटेको स्कुलमै हो। अनि त्यो घटनालाई अहिले जो मान्छे कानुनी कारबाहीको दायरामा छन् त्यो मान्छेलाई होइन अर्को मान्छेलाई फसाउनु पर्ने, देखाउनु पर्ने हो भनेर कसले भन्यो? यो प्रिन्सिपल सरले भन्नुभयो। स्कुलको प्रिन्सिपल? हजुर हजुर। कोपिला संस्थामा जाँदा तपाईँसँग भन्नुभयो? हजुर, मसितै भन्नुभएको। कोपिला संस्थामा जाँदाखेरि अनि उहाँ सरले जानुभयो। अनि त्यहाँबाट हामीले सर केटाको बाबुको फोन नम्बर ल्याउनु त कोही न कोही होला, हामी फोन गरेर बुझ्छौँ सोच्छौँ भने हामी फोन नम्बर दिँदैनौँ। त्यो केटालाई होइन अर्को केटालाई फसाउनु पर्ने थियो, अर्को केटालाई भन्न पर्ने थियो, नानीले तिनलाई देखाइछ भनेर भन्नुभएको थियो। त्यसो भन्नुभएको थियो। कति उमेरको बच्चा हो? मेरो नानीले बच्चा पाएको त 14 महिना हो। 14 वर्षमा 13 पुरा भएर 14 लाग्छ हो नानीले बाबु पाएको त। नानी 14 वर्षको उमेर? नानी प्रेग्नेन्ट भएको 13 महिना। 13 वर्षमा प्रेग्नेन्ट भयो? अनि 14 महिनामा बच्चा पाएको। 14। हस्, म यो विषयमा अहिले धेरै सोध्दिनँ। यो अदालतमा विचाराधीन भएको विषय हो। मैले तपाईँसँग दोहोऱ्याएर यो मात्रै सोधेँ कि यहाँको प्रिन्सिपलले तपाईँलाई यो मान्छे होइन यो मान्छेलाई फसाउनु पर्ने हो भनेर तपाईँसँगै भन्नुभयो? कोपिला नेपालमा भन्नु? हजुर, कोपिला नेपालमा। किन फसाउने त्यसरी भन्न सोध्नु भएन प्रिन्सिपल? सोधेको सर, सोद्धाखेरि त्यो मान्छे ठिक छैन, त्यही भएर अर्को मान्छे ठिक थियो, त्यही भएर हो भनेर भन्नुभयो। तपाईँलाई यहाँ विद्यार्थीहरू असुरक्षित छन् भन्ने लाग्छ? लाग्छ सर, मलाई लाग्छ। धेरै नै छन् सर। अब यहाँ स्कुलमा कति अभिभावक आउँदाखेरि कस्तो धम्काउ हुन्छ सर। किन आएको, के गर्न आएको? विद्यार्थीहरू कोबाट असुरक्षित छन् यहाँ? प्रिन्सिपल सरबाटै हुनुहुन्छ। प्रिन्सिपल सरबाटै हुनुहुन्छ। स्कुलमा घटेको यो एउटा काण्ड हो भने स्कुलमा घटेको अर्को काण्ड छ। त्यहीका एकजना छात्रले जबरजस्तीकरणी गरेको भनेर ती छात्र पक्राउ पर्दछन्। उनी 8 महिना कारागारमा रहन्छन्। पछि अदालतले उनलाई सफाई दिन्छ। त्यसमा पीडित भनिएकी छात्रा अहिले 18 वर्ष पुगिसकेकी छिन्। उनले आफ्ना केही कुराहरू राख्छु भनेर हामीलाई अनुरोध गरेकी छिन् र अहिले यो मुद्दा अदालतमा पनि विचाराधीन नभएको भन्ने कुरा सम्बन्धितबाटै जानकारी आएकोले हामीले उनीहरूलाई आफ्ना कुराहरू राख्न दिएका छौँ। बलात्कृत भएकी भनिएकी छात्राले त अर्को गम्भीर आरोप लगाएकी छिन् विद्यालय प्रशासनमाथि। नमस्ते, तपाईँको परिचय नदिनु होला, त्यो घटनाको बारेमा अरू अनावश्यक कुरा पनि नभनिदिनु होला। तपाईँलाई यहाँ साथीहरूले तपाईँलाई फसाएको भनेर भनिरहेका छन् अथवा कसैलाई विजयलाई फसाइयो भनेर भनिरहेका छन्। तपाईँहरू प्रेममा हुनुहुन्थ्यो भन्ने कुरा अघि विजयले पनि भन्नुभयो। त्यो स्वाभाविक कानुनी प्रक्रियामा गएको कुरा थियो कि विजयलाई कसैले फसाएको कुरा थियो? यहाँ चाहिँ शिक्षकहरूले फसाइएको अवस्था छ। जस्तो मेरो चाहिँ स्तनहरू दुख्यो अनि पेट दुख्यो। त्यसपछि चाहिँ मैले यहाँ शिक्षकहरूलाई सोधेँ। यहाँ अर्को चोकमा चाहिँ यहाँ हाम्रो वार्डन हुनुहुन्छ धनमाया, उहाँसँग चाहिँ मेरो पेट दुख्यो भनेर गएँ। त्यसपछि चाहिँ मेरो पिसाब पनि चेक भयो त्यो किटमा। अनि त्यसपछि चाहिँ यो तिमीले बुझ्दैनौ भनेर चाहिँ फर्केर आयौँ। त्यसपछि हामी हस्पिटल गयौँ बिहान 6 बजे। बहिनी, यो सबै कुरा अहिले नभनौँ, यो अदालती प्रक्रियाको पनि विषय भएको भएर मलाई यति मात्रै कुरा भनिदिनुहोस् त, अस्पतालमा तपाईँको अभिभावक आएर विजयलाई त्यो घटना भएको रहेछ भनेर जाहेरी दिएर तपाईँले जाहेरीमा प्रहरीलाई बयान दिँदाखेरि पनि हो विजयले ममाथि करणी गरेको हो भनेर सुरुमा तपाईँले भनेको होइन र? मैले चाहिँ होइन नै भनेको हो। मलाई चाहिँ अरू कान सुन्ने व्यक्तिले चाहिँ मलाई जबरजस्तीकरण गरेको हो भन्थे। त्यसपछि चाहिँ मलाई विजयले नै हो भनेर चाहिँ यहाँको प्रहरी सुनिल सरले चाहिँ हो भन्न लगाउनु भएको हो। तपाईँ बाध्यतामा आएर भन्नुभएको हो? हो, 5 जना शिक्षक चाहिँ मलाई बाध्य बनाएर फकाउनु भएको छ हो भनेर ल्याप्चे लगाउनु भएको छ। र दोबासेले पनि राम्रोसँग उल्खा नगरेर यहाँ मानव अधिकार हनन भएको छ।
हस्, म यति सोध्छु है, तपाईँलाई धेरै सोधिनँ मैले घटनाको बारेमा। विजय विक नाम गरेका विद्यार्थी हामीसँग हुनुहुन्छ, जसलाई फसाइयो, विद्यालयले नियत राखेर फसायो भन्ने कुरा विद्यार्थीहरूले उठाइरहेका थिए। त्यस विषयमा म अलिकति उहाँसँग बुझ्न गइरहेको छु। यो विषय अहिले अदालतमा छैन भन्ने जानकारी प्राप्त भएको छ। जिल्ला अदालतले यसको फैसला गरिसकेको छ। स्कुलले फसाएको हो भन्ने कुरा तपाईँका विद्यार्थी अरू साथीहरूले भन्नुभयो। अनि तपाईँलाई त पहिला त्यो सम्बन्धित जो छात्रा छन् ती छात्रालाई पहिला स्वास्थ्यमा समस्या आएपछि विद्यालयले अस्पतालमा पुर्याएको, अस्पतालमा पुर्याइसके पछाडि अस्पतालले के भयो भनेर जाँचबुझ गर्दाखेरि त्यही अस्पतालमै प्रहरी पनि मौजुद हुन्छन्, त्यहाँ अन्य अनुसन्धान गर्ने निकायहरू पनि हुन्छन्। त्यसपछि सम्बन्धित बच्चाको अभिभावकलाई पनि बोलाइयो। अभिभावकलाई बोलाएपछि उनीहरूले उजुरी दिएपछि, उनीहरूले जाहेरी दिएपछि तपाईँ पक्राउ पर्नु भएको थियो। जाहेरी दिन त यहाँका प्रहरी, यहाँका शिक्षकहरूले त जाहेरी दिएका थिएनन्, तपाईँ विरुद्ध उजुरी त दिएका थिएनन्। त्यो त अभिभावकहरू आएपछि नै भएको घटना थियो। अभिभावकहरू पनि आइसके पछाडि स्वास्थ्यमा यस्तो देखियो भनेपछि अनि प्रक्रिया अगाडि बढेको हो नि त प्रहरीको, होइन र? जो सावित्री म्याम हुनुहुन्छ उहाँले चाहिँ अम्बिका के अरे त्यो जो नानी हुनुहुन्छ उहाँलाई चाहिँ अगाडि ल्याउनु भनेर चाहिँ म नै कुरा गर्छु भन्दाखेरि त्यति बेला चाहिँ कुरा गर्न पाइएन। जो जो हुनुहुन्छ नानी उहाँसँगै कुरा गर्छु भन्दाखेरि कुरा गर्न दिएन। कुरा गर्न सकेको भए त्यो बेलामा पनि समस्या समाधान हुन्थ्यो, किनकि अब लेख्न उसलाई चाहिँ सबै कुराहरू आउँदैन। हामी सङ्केतबाट कुरा गर्न पाएको भए त समस्याको समाधान हुन्थ्यो। र अन्तिममा चाहिँ जो बयानहरू अब जे विभिन्न लेखियो त्यो चाहिँ सबै उहाँहरूकै जिम्मेवारमा थियो। हामीलाई त केही लेख्न पनि आउँदैन। यहाँ शिक्षकहरू 5 दिनसम्म विद्यालयमा नआइकन जो नानी छ उसलाई नै लिएर हिँड्नु भएको छ। तपाईँको शुभ नाम के हो? मेरो प्रवीण विश्वकर्मा। के भएको तपाईँको बच्चाको हकमा? मेरो बच्चाको हकमा अब गत पुस चाहिँ 14 गते 81 साँझ गैरापाटन जिल्ला प्रहरी कार्यालयबाट मलाई फोन आयो। विजय विक तपाईँको छोरा हो भने, हो भने तपाईँको बच्चा यहाँ करणी केसमा चाहिँ यहाँ आएको छ, तपाईँ भेट्न आउनुहोस् भनिसकेपछि यहाँ आएर यहाँको सुनिल भण्डारी सरलाई भेटेँ। कोही मेरो बच्चाको अवस्था के हो, किन जेल के अरे कारागार उहाँ पुर्याइयो जिल्ला प्रहरी कार्यालयमा के हो भनेर मैले सोद्धाखेरि मलाई थाहा छैन भनेर गाडी स्टार्ट गरेर भाग्नुभयो। त्यसपछि मैले यहाँको वार्डेन हाम्रो उदय भट्ट सरलाई के भएको उहाँ यसो भन्ने भाग्ने मेरो बच्चा कहाँ छ मलाई जानकारी छैन, मलाई फोन गर्नु पर्थ्यो, किन यस्तो अज्ञात गराउनु भयो भन्नुहोस् भनेर धेरै बेर मैले केरकार गरिसकेपछि यो सबै काम गरेको सुनिल सरले हो, मलाई थाहा छैन भनेर उहाँ उम्किनु भयो। तपाईँको बच्चाले यहाँको कुनै छात्रालाई जबरजस्ती करणी गरेको हो कि होइन? होइन, मेरो बच्चाले यहाँ कुनै छात्रालाई जबरजस्ती करणी गरेको। तपाईँको बच्चा कति वर्ष जेल बसे, कति महिना जेल बसे? करिब 8 महिना कारागार बस्यो। 8 महिना। अनि उनी निर्दोष साबित भयो? निर्दोष साबित भयो। गत तपाईँको साउनको 13 गते सफाई पायो छोराले। मलाई एउटा कुरा भनिदिनुहोस् न, विद्यार्थीहरू आफ्नै स्कुलका विद्यार्थीहरूलाई त्यसरी जेल पुर्याउनु पर्ने, फसाउनु पर्ने कारण एउटा शिक्षकको, एउटा प्रिन्सिपलको के हुन्छ होला? त्यो के हो भने यहाँ अलिकति टाँठो बाटो मान्छेहरू विद्यार्थीहरू यसो अगाडि सरेर उसको विरुद्धमा बोल्न थाले, अन्याय अत्याचारको विरुद्धमा बोल्न थाले भने उसलाई टार्गेट गरेर कुनै न कुनै मुद्दा लगाइदिने, फसाइदिने उहाँको योजना। तपाईँ अभिभावकहरूको तर्फबाट केही कुरा भन्नु छ? महिनौदेखि यसरी आन्दोलन गरिरहेका छन् बच्चाहरूले चाहिँ स्कुलमा व्यतिथि भयो भनेर बच्चाहरूलाई फसाइने काम स्कुलबाट नगरियोस्। र यसरी बच्चाहरूको चाहिँ हाम्रो बच्चाहरूको जे माग छ हामी पनि त्यसमा अडान्छौँ। यो केसमा छानबिन समिति पनि गठन भएको छ। शिक्षा महानगर शिक्षा महाशाखाले के हेरेर बसेको छ? हामी चाहिँ महानगर शिक्षा महाशाखासँग हाम्रो बच्चा बच्चीहरूको पठन पाठन यसरी बिग्रिँदाखेरि हामी टुल्ल हेरेर बस्ने हो कि बच्चा बच्ची आन्दोलनमा हिँड्दाखेरि बच्चा बच्ची कति बिरामी बस्छ? मेरै नानी बिरामी भएर घरमा सुतिरहेको छ। आज 6 दिनसम्म आन्दोलन 7 दिनसम्म आन्दोलन गर्यो, आज आउन नसकेर सुतिरहेर बसिरहेको छ घरमा। अनि यो कसरी हाम्रो तपाईँहरूको शिक्षकहरूको बच्चा भए त्यसरी सहन सक्नुहुन्थ्यो? पहिलो कुरा उहाँहरूको मलाई लाग्छ यहाँको प्रले राजीनामा दिनुपर्छ अथवा उहाँलाई कारवाही गर्नुपर्छ भन्ने हो। प्रहरीलाई के कसुरमा कारवाही गर्ने हो खासमा? अब उहाँको कसुर त अनगिन्ती कसुर छन्। पारस बिकाका पैसा खाएका कुरा, उहाँलाई कालो मसो लगाएका कुरा, अख्तियारमा मुद्दा परेका कुरा, अब अहिले जस्तै मेरो छोरालाई फसाइएका कुरा लगायत थुप्रै अनगिन्ती छन्। मैले तपाईँलाई लेखेर टिप्पणी गर्न सक्छु। र खास गरी यहाँ जुन छानबिन समिति बनेको छ यो छानबिन समिति दुधको साक्षी बिरालो जस्तो लाग्यो मलाई। यसबाट पार लाग्ला जस्तो देखिनँ। यदि पार लाग्थ्यो भने त अहिलेसम्म 2 महिनासम्म के अरे छानबिन गरेर प्रतिवेदन दिन पर्दैन।